हेलो स्टुडेन्ट, सन्चै हुनुहुन्छ? आज हामी चाहिँ बिजनेस फाइनेन्स क्लास 11 को च्याप्टर नम्बर 8 लाइफ एन्ड नन लाइफ इन्सुरेन्सको न्युमेरिकलहरू गर्न जाँदैछौँ। र यो न्युमेरिकलको कन्सेप्ट चाहिँ हामीले थ्योरीबाट बुझ्नुपर्ने हुन्छ। र हाम्रो बुकमा चाहिँ जम्मी यो च्याप्टरमा 4वटा टाइप्सको न्युमेरिकलहरू दिएको छ। र सबभन्दा सुरुमा अब हामीले एउटा टाइपको न्युमेरिकलको कन्सेप्ट अनि त्यसपछि न्युमेरिकल चाहिँ सल्भ गर्नेछौँ। ल, सुरुको हाम्रो टाइप्सको न्युमेरिकल छ एउटा प्रेजेन्ट भ्यालु अफ बेनिफिट। प्रेजेन्ट भ्यालु अफ बेनिफिट भन्ने बित्तिकै हेर त नामैले थाहा हुन्छ। प्रेजेन्ट भ्यालु अफ बेनिफिट भनेको मतलब जुन हामीले फ्युचरमा बेनिफिटहरू पैसाहरू पाउँछौँ त्यो पैसाको चाहिँ आजको भ्यालु चाहिँ कति छ त हो, त्यो थाहा पाउने भनेको यो प्रेजेन्ट भ्यालु अफ बेनिफिटले हो। ल हेर त 2 वर्षपछिको 100 रुपियाँ र अहिलेको 100 रुपियाँ इक्वल हुन्छ त? हुँदैन। किन भन्दा के हुन्छ, मनी भनेको ग्रो हुँदै जान्छ। ल, कति पर्सेन्ट ग्रो हुन्छ? ल हेर त, कुनै 10%ले कुनै 20%को दरले ग्रो हुन्छ। र ब्याङ्कहरूले पनि के गर्छ, इन्ट्रेस्ट रेटहरू कुनै 10%, कहिले 15%, कहिले 17% लाग्छ, हो कि होइन भन्ने बित्तिकै मनीहरू ग्रो गर्ने रेट पनि के हुँदो रहेछ, फरक हुँदो रहेछ। त्यही भएर फ्युचरमा पाउने बेनिफिटलाई चाहिँ त्यो इन्ट्रेस्ट रेटको सहायताले आजको भ्यालुमा चाहिँ हामीले एडजस्ट गर्ने, त्यसैलाई नै के भनिन्छ, प्रेजेन्ट भ्यालु अफ बेनिफिट भनिन्छ। र प्रेजेन्ट भ्यालु अफ बेनिफिट निकाल्ने हाम्रो मेन फर्मुला के छ हेर त, याल इन्टु एम इन्टु पिबिआइएफए के पर्सेन्ट एन इयर। याल भनेको चाहिँ एमाउन्ट अफ इन्सुरेन्स पोलिसी। ल हेर त, हामीहरूले इन्सुरेन्स गराउँछौँ। इन्सुरेन्स पोलिसी भनेको इन्सुरेन्स गराएको भनेको एमाउन्ट अफ इन्सुरेन्स पोलिसी भन्ने बित्तिकै कति पैसाको इन्सुरेन्स गराएको छ त? ल हेर त, भन्छौँ नि हामीले 20 वर्षको इन्सुरेन्स पोलिसी गऱ्यौँ 2 लाखको भन्ने बित्तिकै 2 लाख भनेको एमाउन्ट अफ इन्सुरेन्स पोलिसी। अनि याम भनेको मोर्टालिटी रेट भनेको मतलब मोर्टालिटी रेट भनेको कतिजना मान्छे त्यो पिरियडमा मर्ने छ त हो, त्यसलाई के भनिन्छ, मोर्टालिटी रेट भनिन्छ। ल, मोर्टालिटी रेट हामीलाई किन आवश्यक पर्छ भन्दा मोर्टालिटी रेटकै हेल्पले चाहिँ के गर्छ, इन्सुरेन्स कम्पनीले हामीलाई कति बेनिफिट दिने हो पछि र अहिले हाम्रो प्रिमियम कुन हिसाबले क्यालकुलेट गर्ने भन्दा मोर्टालिटी रेटको पनि उसले के गर्छ, हिसाब गर्छ। ल, त्यसपछि अर्को भनेको हेर त कस्ट अफ मनी। कस्ट अफ मनीलाई हाम्रो अर्को के पनि भन्न सकिन्छ, इन्ट्रेस्ट रेट पनि भन्न सकिन्छ। अनि कुनै हिसाबमा हेर त इन्ट्रेस्ट रेट भनेको हुन्छ कुनै त्यो टेबलमा रेटहरूको डाइरेक्टली भ्यालु दिँदा त्यो बेलामा के हुनु पर्यो तिमी हेर्दा, यो इन्ट्रेस्ट रेट भनेको कस्ट अफ मनी हो। ल हेर त, मनी ग्रो गर्ने रेट हुन्छ कि हुँदैन? हुन्छ। र पछिको भ्यालुलाई आजको भ्यालुमा एडजस्ट गर्न पनि के एउटा रेट त चाहिन्छ, भ्यालु चाहिन्छ हो, त्यो पर्सेन्ट त्यो रेटलाई के भनिन्छ, कस्ट अफ मनी भनिन्छ। ल हेर त, प्रेजेन्ट भ्यालु अफ पिबिआइएफए को फुल फर्म चाहिँ के रहेछ, प्रेजेन्ट भ्यालु अफ इन्ट्रेस्ट फ्याक्टर अफ एन्युटी। ल, त्यसले के गर्दो रहेछ, फ्युचरमा पाउने बेनिफिटको चाहिँ आजको भ्यालु चाहिँ कति हुन्छ त भनेर त्यसलाई डिटरमाइन गर्ने काम चाहिँ गर्दो रहेछ है त। ल, अनि पिबिएफ बेनिफिटको फर्मुला चाहिँ याल इन्टु याम इन्टु पिबिआइएफए के पर्सेन्ट एन इयर। हामीले के को भनेको नि बुझ्यौँ, याम भनेको पनि बुझ्यौँ, याल भनेको पनि बुझ्यौँ। यान भनेको चाहिँ कति वर्षको लागि गराएको छ त त्यहाँ इन्सुरेन्स। ल हेर त, त्यसलाई के भन्छ, नम्बर अफ इयरलाई एनले डिनोट गरिन्छ। र अर्को हेर त पिबिआइएफए। ल, पिबिआइएफए भनेको हाम्रो प्रेजेन्ट भ्यालु अफ इन्ट्रेस्ट फ्याक्टर अफ एन्युटी भनेको प्रत्येक वर्ष हामीले इक्वली पेमेन्ट गर्नु छ भने के हुन्छ, त्यसमा चाहिँ पिबिआइएफए युज गरिन्छ। र यसको भ्यालु चाहिँ हामीले बुकको पछाडि तिमीहरूको टेबल दिएको हुन्छ, स्ट्याटिस्टिकल टेबल, पिबिआइएफए टेबल, पिबिआइएफ टेबल, त्यहाँ गएर हेर्नुपर्ने हुन्छ। त्यहाँ के लेखेको हुन्छ भन्दा माथिको साइडमा चाहिँ के पर्सेन्टको भ्यालु दिएको हुन्छ, तल नम्बर अफ इयर दिएको हुन्छ। ल, जस्तै यहाँ 1 2 3 4 हुन्छ भने यहाँ चाहिँ के हुन्छ, नम्बर अफ इयर हुन्छ 1 2 3। ल, जस्तै हेर त 2% 3 इयर हेर्नु पर्यो भने 2% यहाँ गयो, 3 इयर हेर्न यता 1 2 3 अनि दुईटैको कमन एउटा ठाउँमा गएर हेर्नुपर्ने हुन्छ। बुझ्यौ? यसरी चाहिँ हामीले हेर्नुपर्छ। वेलकम ब्याक स्टुडेन्ट। ल, अब चाहिँ हामी न्युमेरिकल सल्भ गर्दैछौँ। हाम्रो बुकको हेर त पेज नम्बर कति छ, 155, पेज नम्बर 155 को प्रब्लम नम्बर 1। र क्वेसन भनेको हेर त, मिस्टर एक्स इज 40 इयर्स ओल्ड। ऊ कति वर्ष रहेछ, 40 वर्ष। हि इज विलिङ टु पर्चेज अ होल लाइफ पोलिसी अफ ₹3,50,000 भनिसकेपछि उसले कति एमाउन्टको होल लाइफ पोलिसी किनेछ, 3,50,000 भनेपछि एमाउन्ट अफ इन्सुरेन्स पोलिसी
भन्नु र उसले कति पैसाको पोलिसी किन्यो भन्नु एउटै हो। भनिसकेपछि एमाउन्ट अफ इन्सुरेन्स पोलिसीमा कति लेख्नु पर्यो, उसले कतिको पोलिसी किन्यो 3,50,000 को। $3,50,000 को पोलिसी किन्यो। अनि त्यसपछि हेर त एज्युम द कस्ट अफ मनी इज 10%। कस्ट अफ मनी कति छ 10%। अनि मोर्टालिटी रेट इज 2%। मोर्टालिटी रेट एम, मोर्टालिटी रेटलाई सर्ट फर्ममा के भनिन्छ एम, कति पर्सेन्ट रहेछ 2%। नम्बर अफ, अनि त्यसपछि हेर त व्हाट इज द प्रेजेन्ट भ्यालु अफ बेनिफिट। हामीले क्वेसन पढ्नु पर्दैन, क्वेसनमै थाहा हुन्छ यो कुन वाला क्वेसन रहेछ, प्रेजेन्ट भ्यालु अफ बेनिफिट वाला क्वेसन रहेछ। हेर त व्हाट इज द प्रेजेन्ट भ्यालु अफ बेनिफिट द इन्सुरेन्स कम्पनी इज एक्सपेक्टेड टु पे ओभर द नेक्स्ट 20 इयर्स। भन्नुको मतलब इन्सुरेन्स कम्पनीले इन्सर्डलाई चाहिँ कति वर्षसम्म पैसा दिँदो रहेछ, 20 वर्षसम्म पैसा दिँदो रहेछ। त्यो 20 वर्षसम्म पैसा दिनेको आजको भ्यालु चाहिँ कति हो त, त्यसको त्यो क्वेसनले हामीलाई त्यो भनिराखेको छ। ल हेर त भन्नेबित्तिकै नम्बर अफ इयर्स कति भयो 20, अनि पीबी बेनिफिट इक्वल टु व्हाट। ल हेर हामी सबै क्वेसनमा यो टिपे होला तिमीहरूले। भनिसकेपछि हेर त, ल म चाहिँ क्वेसन यो मेटाउँदैछु है त, तिमीहरूले क्वेसन हेऱ्यो होला। हेरेर पीबी benefits equal to M into PBIFA K% M year। अब हामी यहाँ भ्यालु राख्दै जाने। एमाउन्ट अफ इन्सुरेन्स पोलिसी याल कति छ हेर त, ₹3,5 इन्टु एम। मोर्टालिटी रेट, ल हेर मोर्टालिटी रेट यहाँ 2% छ भन्ने बित्तिकै यसलाई हामीले अब डेसिमलमा कन्भर्ट गर्नुपर्छ। भनेको मतलब 0.02 मा हामीले पर्सेन्ट राख्ने होइन, बिग्रिन्छ। तिमीहरूले पर्सेन्ट राख्न सक्छौ, बिग्रिन्छ। सुरुमै के गर्ने हामीले यहाँ डेसिमलमा कन्भर्ट गर्ने भनेको 0.02। अब यो पीबीआईएफए जस्ताको जस्तै। अनि के पर्सेन्टको भ्यालु कति छ हेर त 10 भनेको 10%। नम्बर अफ इयर कति छ 20। ल क्यालकुलेटर कता छ होला। अब हेर त 3,50,000 इन्टु 0.02 गर्ने कति हुन्छ ₹7,000 इन्टु। ल हेर अब हामीले हेर्नु पर्यो। अब हामी यहाँनिर यो मेन स्टेप यहाँ छ है, पीबीआईएफए 10% 20 इयर भनेको मतलब के भयो। अब हामीले पीबीआईएफए को बुक पछाडि गएर पीबीआईएफए टेबल हेर्ने, अनि त्यसपछि त्यहाँ गएर के हेर्ने सुरुमा के पर्सेन्ट भनेको यो लाइनमा हुन्छ 1 2 3 गरेर 10% मा जानु पर्छ। अनि नम्बर अफ इयर यता हुन्छ, अनि त्यसपछि युरोमा जाने नम्बर अफ इयर अनि दुईटैको कमन ठाउँमा गएर हेर्ने। ल हेर त तिमीहरूले पनि हेर त, म पनि हेर्दैछु। पीबीआईएफए 10% 20 इयर भनेको कति हुन्छ 8.5136। हेर त 8.5136। ल अब हामी मल्टिप्लाई गरिदिने त्यसपछिको स्टेपमा हेर त कति हुन्छ 7,000 इन्टु 8.5136 रुपिज 5,955.2 रुपिज। ल हेर त उसले 20 वर्षसम्म कति पैसा उसले तिर्ने भनेको छ 3,50,000 हो। 20 वर्षसम्म टोटल पैसा उसले कति तिर्ने भनेको छ 3,50,000 इन्सुरेन्स पोलिसी हो। उसले इन्सुरेन्स कम्पनीले 3,50,000 तिर्नको लागि त्यसको आजको भ्यालु चाहिँ कति रहेछ 59,595.2 रुपिज रहेछ। भनेको मतलब यो पैसा ग्रो भएर पछि कति हुने रहेछ 20 वर्षसम्म 3,50,000 हुने रहेछ। यसैलाई नै के भनिन्छ प्रेजेन्ट भ्यालु अफ बेनिफिट भनिन्छ। ल थ्याङ्क यू स्टुडेन्ट।